पहिलो दिन। ओ यसले मलाई साथ दिनुभयो, यसले मलाई साथ दिनुभयो। मेरो आज त लुकाइको पहिलो दिन के गर्ने, प्रभुलाई यसो सम्झिनु पर्यो, प्रार्थना गरेर गर्नु पर्यो। ल हे प्रभु मलाई सुरक्षा गर्नुहोस्, म प्रार्थना गर्दछु। आउनुहोस् प्रभु, म तपाईँलाई स्वागत गर्दछु मेरो हृदयमा। मलाई ज्ञान बुद्धि र विवेक दिनुहोस् अनि मलाई सुरक्षा दिनुहोस्। तपाईँ हामी सँगै भएर जीवनको यात्रालाई अगाडि बढाउनेछौँ। प्रभु धन्यवाद छ, स्वागत गर्दछु। आमेन। प्रभु मैले त यस्तो सम्झिनु पर्दैन, तपाईँ आइपुग्नु। तिमीले मलाई तिम्रो साँचो हृदयले सम्झेर तिमीले मलाई धन्यवाद दियो, त्यही भएर म तिम्रो साथमा छु। धन्यवाद प्रभु तपाईँलाई। अब हामी सँगै तपाईँसँग यात्रा गरौँ। यहाँ बस्नुहोस् न, तपाईँ यो सिट तपाईँलाई आरामदायी सिट तपाईँलाई हुन्छ छोरा। यसो यसो जीवनको स्वामी, यसो यसो कृष्णको मुक्तिदाता। जवाई जवाई। हेलो गुरुजी, रोक्नुहोस् न, गाडी रोक्नुहोस्। हेलो गाडी। हजुर कहाँ जाने हो? हामी चाहिँ ग्लासगोसम्म जानुपर्ने हो दाजु। मेरो भ्लगमा हाई भनिदिनुहोस् एकचोटि। हेलो नमस्ते नमस्ते। तपाईँले मलाई चिन्नुहुन्छ नि, म त फेमस ब्लगर हो नि फेरि। अलिकति बिर्सेछु भन्नु। ए हो र, ऊ चाहिँ मेरो साथी डेन काकी, चिन्नुहुन्छ होला नि, फेमस हिरोइन। हजुर दाजु, अब म चाहिँ के गर्नुपर्छ नि, ग्लासगोसम्मको यात्रा छ मेरो है। मेरो चाहिँ युट्युबमा 20 मिलियन सब्सक्राइबको चाहिँ टार्गेट छ। त्यसै कारण मलाई चाहिँ यो अगाडिको 2टा सिट मिलाइदिनुहोस् न प्लिज। होइन यत्रो सिट सब यता बस्दा हुँदैन र बहिनी। होइन तपाईँले मलाई चिन्दैन कि क्या हो, म यस्तो फेमस मान्छेलाई नि तपाईँले इन्कार गर्नुहुन्छ। प्लिज मलाई यही 2टा सिट मिलाइदिनुहोस् न प्लिज दाजु, प्लिज। अब के गर्नु बहिनी, तपाईँ एकछिन पक्नुहोस् ल। प्रभु उहाँहरू त फेमस ब्लगर हो कि। अब बाटोमा क्यामेराले फाइट गर्दै जानुपर्ने, पछाडिको गाडीको सिसामा त देखिएला। बाटोमा गर्दै जानुपर्ने, अगाडिको सिट चाहियो, त्यही सिटमा बस्नुपर्छ। प्रभु प्लिज न, तपाईँ यसो कुनै सिटमा बस्दिनुहोस् न त। हुन्छ छोरा। ल बहिनी यहाँ बस्नुहोस् है त। थ्याङ्क यू दाजु, थ्याङ्क यू। जवाई 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 स्विडेनदेखि धरान हुँदै महेन्द्रनगरमा चिया पिएर ग्लासगो लन्डनमा हेलो गुरुजी, गाडी रोक्नुहोस् न। यो गाडी कहाँ जाने हो? जाने त पुरा विश्वको भ्रमणै गर्दैछ। तपाईँ चाहिँ कहाँ जाने? म ग्लासगो जान चाहन्छु। आउनुहोस् जान्छ। ओहो, यहाँ त नि राम्रो फिल्डहरू हुन्छ त गाडीमा। छ नि यात्रा, यस्तै हो यात्रुहरू। अनि मलाई यो मान्छे सेतो कपडा लाएर बसेको मान्छेको सिटमा बस्नु लागेको छ। होइन गरिदिनुहोस् न हजुर। होइन सर, तपाईँले किन यहीँ यत्रो सिट छ त? यता पछाडि बस्नुहोस् न। यता आउनुहोस् त, तपाईँले एउटा कुरा भन्छु। किन हौ? मलाई तपाईँले चिन्नु भएको छ, म संसारको धनी मान्छे हो। यदि मैले चाहेँ भने यस्तो बस म 5 मिनट सडक किन देखाउन सक्छु। यदि मैले चाहेको भए मेरो व्यक्तिगत ड्राइभर लिएर पनि जान सक्ने थिएँ। तर आज तपाईँको सौभाग्य, म आज पब्लिक बस युज गरेर निर्णय गरेको छु। कृपया मलाई त्यो सिट मिलाइदिनुहोस्। मलाई त्यो गीत धेरै मन परेको छ। म यात्रा मसँग गफले गरेर जान चाहन्छु। म त्यसको सट्टामा तपाईँलाई धेरै पैसा दिन सक्छु। प्लिज मिलाइदिनुहोस् न। हो पक्नुहोस् है त तपाईँ। ल त्यसो भए एकछिन। प्रभु तपाईँलाई म यसो कता पनि सिटमा बस्दिनुहोस् त। धेरै धनी हो कि। अब पैसा बनाउने तपाईँ नै हो, सम्पत्ति बनाउने तपाईँ नै हो, यति राम्रो सुन्दरीहरू बनाउने तपाईँ नै हो। अब सुन्दरीको छेउमा बसेर जान्छु भन्दैछ होइन। अब यता बस्दिनुहोस् न प्रभु। तपाईँले त तपाईँको त अलिक सिक्छ है, हामी बुझाउँ न। ल भाइ, तपाईँलाई हल्ला सर, तपाईँको लागि सिट मैले रेडी गरेको छु। धन्यवाद ब्रो तपाईँलाई। तपाईँको लागि सानो एउटा टिप्स। धन्यवाद। By the way, I have a business card. If you need anything, please let me know. Here's my business card. You better राख्नुहोस्, तपाईँलाई काम लाग्न सक्छ। मेरो त आज त दामी आलु भने जस्तो काम हो। ल है जो भाइ लन्डनमा यात्रा है, लन्डनमा
झालको सिट मिलाइदिनुहुन्छ कि बाबु? अनि यस्तो वृद्ध मान्छे किन आउनु भएको त? यति मान्छे त हेर्नु पितृ भएको बोझ हुनुपर्छ, घरमै बसेको भएको थियो। यहाँ त भने जस्तो सिट कहाँ हुन्छ र बस्यो? बाबु छोरा भेट्नु गएको स्कुल काममा अलिक सन्चो पनि छैन बाबु। मलाई अलिक यसो बाँड्दा पनि आउँछ बाबु। के गर्नु झालको सिट मिलाइदिनुहुन्छ कि बाबु? ल एकैछिन बस्नुहोस् है छेमा, ल म तपाईँलाई सिट मिलाउने कोसिस गर्छु। हुन्छ बाबु, हस् बाबु। मलाई मसित दिन्छु सेवा गर्नुहुन्छ तपाईँकै बस्छ। ल क्षमा तपाईँलाई म यता। ए हुन्छ बाबु, धन्यवाद बाबु। राम्रोसँग त पक्रिनु है। हस् बाबु, हुन्छ धन्यवाद। ल जबै हाम्रो यात्रा चालु छ। कोही जानुहुन्छ? आउनुहोस् है, आउनुहोस् है। एकदम ठिक छ। तपाईँ त फेमस हो नि। म तपाईँको युट्युबमा यति भिडियोहरू हेर्ने गर्छु। तपाईँको त त्यो युट्युबको भिडियो हेरेर म प्रार्थना सुन्दैखेरि मेरो त कति बिमार निको भएको छ। अनि कहाँ जानुभएको छ? भाइ आज त मेरो लन्डनमा सेमिनार छ कि यति बिजी छु। मलाई एउटा सजिलो एकदम आनन्ददायक सिट मिलाइदिनुहोस् न प्लिज भाइ। ल तपाईँ जस्तो मान्छेलाई नमिलाउने कुरै छैन नि। ल आउनुहोस् है। तर प्रार्थना मलाई पनि सम्झिनु है तपाईँको सेमिनारमा गएर। ल म पक्नुहोस्, एकैछिन पक्नुहोस् ल। तपाईँकै सेवा हुनुहुन्छ, तपाईँ दासी हुनुहुन्छ होइन। अनि तपाईँकै वचन प्रचार गर्नुहुन्छ। हेर्नुहोस् म त्यति उहाँले प्रार्थना गरेको त म कतिचोटि चुप्पै भएको छु। बिमारीमा पुरा सिरिस्त भन्छु हुन्छ। अनि तपाईँले उहाँको सिट छोडिदिनुहोस्, यता बसिदिनुहोस् न ल। उहाँको लागि, तपाईँको दासको लागि। ल पास्टरजी तपाईँको लागि स्पेसल सिट छ। अलिकति पछाडि चाहिँ भयो, तर माइन्ड नगर्नु है। केही छैन धन्यवाद। लु जाऊ है, कोही हुनुहुन्छ जाने भने अहिलेसम्म सिट खाली दिउँसो रात परेर कता हो यस्तो? अब बेला बेला यसो लिनु पर्यो नि, आफ्नो शरीरलाई थगायो हुन्छ नि त। लानु न। सामान लिनु सकेको छैन, आफ्नो ज्यान समाउनु सकेको छैन, कसरी लानु? होइन म तपाईँलाई म यसो महँगो दिन्छु नि तपाईँलाई। कहाँ गयो म यहाँ लागेर मैले के हो यो लिनु न। यसो मलाई पनि स्पेसिस मिलाइदिनु त लन्डन जानलाई। म पनि लिन्छु, तपाईँ पनि पेएर चलाउनु हुन्छ। यो मजा पो आउँछ त। यो पाएपछि त म त गाडी चलाउने नै उडाइदिन्छु। लु आउनुहोस्, तपाईँको लागि म एउटा सिट सम्हालेर बस्नुपर्छ है। डिस्टर्ब गर्नु भएन। म एउटा सिट चाहिँ आज भने चाहिँ गुरुजीले ठिक गरे हजुर। कता हजुर? पक्नुहोस् म एकछिन त्यहाँ एकजनालाई म भेटाइहाल्छु नि। हुन्छ हजुर। त्यो मान्छे हेर्नुहोस् न, राततिर यस्तो झर्नु भएको छ कि सम्हाल्नै सकेको छैन। अब घर पठाइदियो भने कहाँ गाडीमा च्यातिन्छ। हुन्छ ल तपाईँको स्थिति चाहिँ ठिक छैन, अरूलाई बाधा हुँदैछ भने त्यो तपाईँको मखमल चाहिँ यसरी बनाउने अरूलाई बनाए जस्तो छ है। आरामसँग म चाहिँ समातेर बस्नु है। ल यो सुत्दै पनि हुन्छ तपाईँ चाहिँ। होइन के हो यस्तो? खानेकुरा पो रहेछ त यसो, खानेकुरा रहेछ। अब खानुपर्छ होला, यसो चाख्नु। अहो एक घुर्की बहिनी पनि लिनुहोस् न, एक घुर्की यसो तपाईँहरू पनि। गीत बजाएको के स्टुडियोहरू बजाएको अर्को गीत बजाउनु अलिक मिठो। तपाईँलाई गीत भने कस्तो लगाइदिन्छु लगाइदिन्छु। अब सुन्नुहोस् न, हो डाँडामा मेला लाग्छ, मान्छेले बोलाइरहेछ,
दिउँसो 2 बजे स्विडेनदेखि ग्लास्गो लन्डन जाँदै गरेको 12/2/2025 नम्बरको गाडी त्रिशुलीमा खसी दुर्घटना भएको छ। ड्राइभरको उद्धार भएको छ भने अरू यात्रुहरू त्रिशुलीमै बेपत्ता भएको स्रोतले जानकारी दिएको छ। दुर्घटनाको कारणको अनुसन्धान भइरहेको छ भने ड्राइभरको कारबाही र बेपत्ताको खोजी कार्य जारी छ। आजको समाचार यति नै। नमस्ते। केही महिना अगाडि दुर्घटना भएको हर्के ड्राइभरले जो आफ्नो सबै सजाय भोगेर आफ्नो सामान्य जीवनमा फर्किआउनु भएको छ भने फेरि आफ्नो बस ड्राइभिङको नोकरीमा उहाँ फर्किआउनु भएको छ। आज फेरि धेरै समय पश्चात उहाँको पहिलो दिन। यसोले मलाई फेरि यो नयाँ जीवन दिनुभएको छ। 3 वर्षसम्म जेलमा परिएछ। फेरि पनि मलाई काम दिनुभएको छ। म परमेश्वरलाई धन्यवाद दिन्छु। पहिला जस्तो सायदै अब म लापरवाही जिउँदिनँ। गाडी फेरि चलाउने जागिर पाएको छु। ल आउनुहोस् है प्यासेन्जरहरू, हामी जाउँ यात्रामा। आरामदायी, एकदम आरामदायी, कम्फर्टेबल यात्रामा जाउँ है। प्रभु तपाईँलाई म सम्झिन्छु यस बेला। पहिला मैले विगतमा गरेको भुल पाप अथवा नराम्रो काम गरेँ, मैले तपाईँलाई पर राखेँ अनि म आफ्नो परीक्षामा परेँ, सतावटमा परेँ, समस्यामा परेँ। अबदेखि तपाईँ मसँगै हुनुहोस् अनि मलाई सहायता गर्नुहोस्। धन्यवाद। बिन्ती येशूको नाममा। प्रभु म त सम्झिँदै मात्रै थिएँ, तपाईँ फेरि आइपुग्नु। अब चाहिँ म त्यस्तो गल्ती गर्दिनँ। हामी सँगै जाउँ। प्रभु यो आरामदायी सिट छ, तपाईँ बस्नुहोस् न। शान्ति शास्त्र म तिम्रो साथमा छु छोरा। धन्यवाद। मेरो जीवनको स्वामी। दाइ एकछिन रोक्नुहोस् त। हजुर बहिनी। दाइ मलाई मिल्छ भने यो सिट मिलाइदिनुहोस् न। होइन बहिनी, यत्रो सारा सिट छ त, पछाडि बस्नुहोस् न। सिट त छ तर मलाई यही अलिक सजिलो हुन्थ्यो। ल बहिनी, मलाई यो मेरो स्पेसल मान्छे हुनुहुन्छ, मेरो प्रभु हुनुहुन्छ, म उहाँलाई हटाउन सकिनँ। तपाईँ पछाडि गएर बसिदिनुहोस् न है। म जस्तो राम्रो मान्छे तपाईँको गाडीमा चढ्नु त तपाईँको भाग्यको कुरा हो नि। प्लिज मिलाइदिनुहोस् न। होइन बहिनी, मलाई भाग्य चाहिएन, मलाई आशिषित जीवन चाहियो। भाग्य यतिकै छोडिदिनुहोस्, म आशिषित जीवन जिउन चाहन्छु। तपाईँ बस्नुहोस्, पछाडि बस्नुहोस्। नभए अर्को पनि त गाडी छ नि बहिनी, यहाँ म जस्तो कस्तो बस्नुहोस् रोड होइन बहिनी, रोडको कुरा। ल जाउँ है, जाउँ। शाबास छोरा, म तिम्रो साथमा छु। यसैले मलाई सधैँभरि तिमीले आफ्नो जीवनमा मलाई पहिलो प्राथमिकता दिनु, म सधैँ तिम्रो साथमा रहनेछु।